मासु खान त कसलाई नै मन नपर्ला र मासु त अब खाना त सबैलाई मन पर्छ तर दिनदिनै बनाउन सकिँदैन। त्यसैले आज म बनाइरहेको छु बोफ मासुको अचार। यसलाई हामीले चाहियो मसलाहरू जिरो धनियाँ नमक अनि रायो अनि त्यसपछि हामीले मासुलाई सानो पिसमा काटिसकेपछि हामीले आगो बालिसकेपछि हामीले त्यसमा भाँडो राख्यौँ। भाँडो राखिसकेपछि हामीले हाल्नुपर्छ त्यसमा तेल हालिसकेपछि तेललाई 10 मिनट या 5 मिनटको लागि हामीले एकदम ठुलो आगोमा तेललाई तताउनुपर्छ। अनि तेललाई तताइसकेपछि अनि त्यसपछि हामीले यसमा हाल्ने हो मासु जो अघि हामीले कट गरेर राखेको थियो। अनि पहिला चाहिँ हामीले सिम्पल मासु मात्र हाल्ने हो तर हाम्रो मासु आलो होइन है, किनकि हामीले बिहान घाममा अलिकति सुकाएको थियो त्यही भएर हाम्रो मासु अलिकति सुकुटी टाइपको भएको छ। अनि यसलाई चाहिँ हामीले आलो भएपछि हामीले यसलाई पुरै सुकुटी जस्तै हुन्छ नि सेकुवा त्यो टाइपमा हामीले यसलाई बेसरी आगोमा चाहिँ बेसरी तेलमा चाहिँ फ्राई गर्नुपर्छ। अनि त्यसपछि हामीले फ्राई गरिसकेपछि यसलाई हामीले रातो हुनसम्म केही नै हामीले यसमा नुन केही पनि हाल्ने होइन, अहिले मसलाहरू हाल्ने होइन, मात्र यसलाई तेलमा फ्राई मात्र गर्ने हो। जतिसम्म यो रातो हुन्छ त्यतिसम्म फ्राई गर्ने हो। अनि यो रातो भइसकेपछि हेर्नुहुन्छ तपाईँहरू यो कस्तो रातो भएको छ होइन, तर यो अहिले पनि उति रातो भएको छैन जति हुनुपर्छ। अनि यसलाई 5 मिनट अझ रातो गर्नुपर्छ। अनि त्यसपछि यसलाई हामीले थालमा निकाल्नुपर्छ। अनि थालमा निकालेपछि हेर्नु मेरो बाबुको साथीहरू पनि बाहिर आएर कराइरहेको थियो के बनाइराख्नु भएको छ भनेर। अनि मैले उनलाई भने कि मैले बोफ मासु बनाइरहेको छु अनि अब उनीहरू खाँदैन त्यति कुरो। अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि यो हालेँ लसुन अनि मैले चाहिँ अदुवा चाहिँ मैले पिसेको पाउडर हालेकी थिएँ। अनि त्यसपछि मैले अरू मसलाहरू हालेँ जस्तै जिरो धनियाँ रायो नुन अनि खुर्सानी चाहिँ आफ्नो स्वादअनुसार राख्न सकिन्छ। अनि त्यसपछि यसलाई फेरि हामीले 5-10 मिनटसम्म फेरि हामीले यसलाई पकाउने हो। पकाइसकेपछि अनि यसलाई हामीले एउटा भाँडोमा निकाल्ने, पुरै तेलसहित निकाल्ने। यसलाई चाहिँ चिसो पारिसकेपछि यसलाई